हजुर नमस्कार, कम्बामवा, गुड इभिनिङ अनि जय मसी यहाँहरू सम्पूर्णमा। यहाँहरू सबैजना आराम हुनुहुन्छ होला अनि म पनि एकदम ठिकै छु। आज म चाहिँ यहाँ बेलुकी शीतलमा घुम्दै आउँदै थिएँ। म हिँड्दै आउँदाखेरि म हिताजी पार्कमा छु। अहिले चाहिँ म जापानको तोजिकी भन्ने ठाउँमा बस्छु है। अनि यहाँ आउँदै गर्दाखेरि चाहिँ मलाई मेरो दिमागमा चाहिँ मलाई सोचाइ भइरहेको थियो। जब म सानोमा हाम्रो छरछिमेकमा घर गाउँमा चाहिँ के भन्नुहुन्थ्यो भने कसैले कसैलाई दुःख दियो भने अथवा नराम्रो गर्यो भनेदेखि त्यो फलानाले चाहिँ मर्दा पनि बाटो पाउँदैन होला है, अनि कस्तो पापी रहेछ है भनेर भन्नुहुन्थ्यो कि त्यहाँनिर चाहिँ। अनि अब मर्दाखेरि बाटो चाहिँ कसरी पाउने होला त भनेर म चाहिँ एकदम खुल्दुली भइरहन्थ्यो मलाई चाहिँ। अनि मेरो ब्याकग्राउन्ड चाहिँ बौद्धिस्ट भएकोले पहिलाबाट चाहिँ त्यो भएकोले गर्दाखेरि चाहिँ मैले त्यो चाहिँ खोजी हिँड्थेँ मैले चाहिँ। अनि अरू कसैलाई मैले सोधी पनि हिँड्थेँ, तर यसको जवाब चाहिँ थिएन। अनि हाम्रो अग्रजहरूले चाहिँ भन्नुहुन्थ्यो यदि मान्छेलाई चाहिँ राम्रो गर्यो भनेदेखि, दान धर्म गर्यो भनेदेखि चाहिँ अनि पुण्य कमाइन्छ अनि स्वर्ग गइन्छ भनेर भन्नुहुन्थ्यो। तर एकदम फ्याक्ट उत्तर चाहिँ मैले पाएको थिइनँ होइन। अनि त्यो हुँदै गर्दाखेरि जब 2048 सालमा म चाहिँ काठमाडौँ भागेर, घरबाट भागेर अनि जब काठमाडौँ गएँ अनि त्यहाँनिर चाहिँ केही समय पछाडि चाहिँ मण्डली जाने दाजुभाइ दिदीबहिनीहरू मैले भेटाएँ। मलाई थाहा थिएन त्यो पनि। अनि जब उहाँहरूले चाहिँ मलाई मण्डलीतिर डोर्याउनु थालेपछि चाहिँ मैले बाइबल धर्मशास्त्रमा चाहिँ अनि त्यहाँ प्रष्ट जिसस क्राइस्ट अथवा येशू ख्रिस्ट चाहिँ हाम्रो मुक्तिदाता हुनुहुँदो रहेछ भन्ने कुरा चाहिँ प्रष्ट त्यहाँनिर मात्रै पाएँ। अनि हाम्रो पिता पुर्खाले गरेको पापको निम्ति अनि चाहिँ हामीले गरेको पाप अनि त्यो विभिन्न घिनलाग्दा कामहरूको निम्ति चाहिँ प्रभु येशू चाहिँ यो संसारमा अनि क्रुसमा टाँगिनको लागि आउनुभएको थियो। उहाँ चाहिँ 100% परमेश्वर हुनुहुन्थ्यो अनि उहाँ चाहिँ 100% उहाँ चाहिँ मानव शरीरमा हुनुहुन्थ्यो। अनि बौद्ध धर्ममा कहीँ कतै पनि मैले पाएको थिइनँ। अनि यदि बुद्धको कर्मअनुसार, बुद्धले दिएको आदेश उपदेश अनुसार होइन, अनि हत्या नगर्नु, हिंसा नगर्नु अनि यस्तो कुराहरू चाहिँ बुद्ध धर्ममा पनि त्यहाँनिर चाहिँ पाइन्थ्यो होइन। तर धर्मशास्त्र बाइबलले चाहिँ के भन्दो रहेछ भनेदेखि हत्या नगर्नु, व्यभिचार नगर्नु, मूर्ति पूजा नगर्नु अनि मन्त्रतन्त्र नगर्नु अनि झुट्टा देवी देवतालाई पनि नपुज्नु, यस्तो कुराहरू मैले चाहिँ त्यहाँनिर भेटाएँ होइन। अनि जब मेरो प्रश्नको उत्तर चाहिँ कहाँनिर भेटाएँ भन्दाखेरि चाहिँ येशू चाहिँ मुक्तिदाता हुनुहुन्छ भन्ने कुरो मलाई त्यहाँ त्यो एउटा चर्चमा चाहिँ आराधना चर्च, त्यहाँ चाहिँ हो आराधना चर्च रहेछ त्यो चाहिँ। अनि त्यो